नमस्ते यहाँहरु सबैजनालाई। हामीलाई नेता चाहिँ बालेन, हर्क, गोपी, रवि, तोसीमा, सोभिता, सुमना आदि जस्ता जनप्रतिनिधिहरू चाहिन्छ, संघीय सांसदहरू चाहिन्छ। तर हामीलाई फेरि हामी के चाहिँ गर्दैनौं त भन्दाखेरि मतदाता परिचय पत्र बनाउनलाई चाहिँ हामी वास्ता गर्दैनौं। मतदाता परिचय पत्र नामावली दर्ता गर्दैनौं। त्यसको लागि चाहिँ हामीले त्यसो गर्न सकेनौं भने चाहिँ हामीले त्यस्ता जनप्रतिनिधिहरू छान्न सक्दैनौं। त्यसैको कारणले गर्दाखेरि म यहाँहरु सबैलाई अब छिट्टै नै निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गर्नेछ। किनभने देशका विभिन्न ठाउँहरुमा विभिन्न कारणले रिक्त रहेका पदहरुमा चाहिँ उपनिर्वाचन मार्फत जनप्रतिनिधिहरू छनौट गर्ने भएकोले हालै निर्वाचन आयोगले चाहिँ एउटा सूचना जारी गरेको छ। देशैभरका नागरिकहरूको लागि मतदाता परिचय पत्र बनाउन नामावली दर्ता प्रक्रिया गर्नुहोस् भनेर सूचना जारी गरेको छ। यो चाहिँ निर्वाचन आयोगले उपनिर्वाचन अथवा निर्वाचनको मिति तोक्नु भन्दा अगाडि समेत मात्रै हामीले मतदाता परिचय पत्र नामावली दर्ता गर्न सक्छौं। त्यसैले गर्दाखेरि देशैभर रहनुभएका आम जनताहरूले तपाई हामीहरूले चाहिँ जिल्लामा रहेको निर्वाचन कार्यालयमा गएर आफूले मतदाता परिचय पत्र बनाउन सक्नुहुन्छ, नामावली दर्ता गर्न सक्नुहुन्छ। त्यसको लागि फर्म भरेर जानु होला हैन। अनि फर्म भर्ने लिंक पनि म यहाँ राखिदिन्छु, अथवा सम्बन्धित निर्वाचन कार्यालय अथवा त्यहाँ नजिकै रहेको साइबरहरुमा गएर तपाईहरुले आफ्नो नामावली दर्ताको लागि अनलाइनबाट फर्म भरेर जानुभयो भने तपाईहरुले मतदाता परिचय पत्र नामावली दर्ता गर्न सक्नुहुन्छ। र आगामी 84 को निर्वाचनको लागि पनि अहिलेदेखि नै हामीले तयारी गर्नुपर्छ। किनभनेदेखि मतदाता परिचय पत्र भएन र नामावली भएन भनेदेखि हामीले निर्वाचनमा हामीलाई नेता रवि, बालेन, हर्क, गोपी, सागर ढकाल, ज्ञानेन्द्र साई, सोभिता, तोसीमा, सुमना जस्ता नेताहरू चाहिन्छ। र त्यस्ता नेताहरू ल्याउनको लागि पनि हामीले मतदाता परिचय पत्र अनिवार्य बनाउनुपर्छ। किनभने हामीलाई नेता नयाँ चाहिन्छ, राम्रो गर्ने चाहिन्छ, तर हामीले भोट हालेनौं भने त त्यस्ता नेताहरू त आउँदैनन्। र पुरानै अवस्थामा रहेका 30-40 वर्षदेखि पुरानै दलहरूलाई भोट गर्दै बसेका चाहिँ मान्छेहरुमा त हतपत्त परिवर्तन त आउँदैन। त्यसैले गर्दा तपाई हामी जस्तो युवा पुस्ताहरूले चाहिँ नयाँ जनप्रतिनिधिहरू छान्नका लागि बालेन, हर्क, गोपी, सोभिता, तोसीमा लगायतका त्यस्ता जनप्रतिनिधिहरूलाई हामीले संघीय संसदमा अथवा स्थानीय स्तरमा पुर्याउनको लागि चाहिँ हामीले मतदान गर्नुपर्ने हुन्छ। मतदानको लागि चाहिँ परिचय पत्र अनिवार्य हुन्छ। परिचय पत्र छैन भने हो नि त त्यो नेता चाहिँ हामीलाई त्यस्तो राम्रो चाहिने हो, तर के गर्नु, मेरो त मतदाता परिचय छैन, मैले त भोट हाल्न पाउँदिन भन्यो भनेदेखि त फेरि पुरानै र उनैले जित्ने हो नि त। त्यसैले गर्दा अब चाहिँ हामीले त्यस्तो हुन दिनु हुँदैन। किनभने हाम्रो एक भोटले हाम्रो भाग्य र भविष्य तय गर्छ है। त्यसैले गर्दाखेरि नयाँहरू आउने बित्तिकै पनि फेरि सबथोक भइहाल्छ, पुरा नयाँ पुत्ता आउने बित्तिकै सबथोक हुन्छ भन्ने होइन। नयाँ आयो भनेदेखि नीति, नियम, कानुन, योजनाहरूको बीजारोपण हुन्छ। र त्यो बीजारोपणले चाहिँ सके 8-10 वर्ष 15-20 वर्ष पछाडि हामीले नै नभए भने हाम्रा सन्तति, हाम्रा चाहिँ भावी पुस्ताको भाग्य र भविष्य चाहिँ यही देशमा नै, नेपालमा नै सुनिश्चित होस् भन्नको लागि पनि आजैबाट हामीले आफ्नो मतदाता परिचय मार्फत भोट गरेर सक्षम नयाँ चाहिँ जनप्रतिनिधिहरू स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्म पुर्याउनु पर्ने हुन्छ। स्थानीय स्तरमा काम गर्ने जनप्रतिनिधि भने संघीय स्तरमा चाहिँ नीति, नियम, कानुन बनाउने सक्षम चाहिँ जनप्रतिनिधिहरू हामीले छान्नुपर्ने हुन्छ। त्यसको लागि मतदाता परिचय पत्र नामावली दर्ता गर्नको लागि तपाईहरुले नजिकै रहेको निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ, जान सक्नुहुन्छ। त्यहाँ गएर मतदाता परिचय पत्र बनाउन ढिला नगर्नुहोस्। भोलि तपाईले मतदाता परिचय पत्र त हो नि भनेर हेलासी गर्नुभयो भने, तपाई मौन बस्नुभयो भने, जसलाई जिताए पनि त्यस्तै त हो नि भन्दै बस्नुभयो भने परिवर्तन सम्भव हुँदैन। त्यसैले गर्दा परिवर्तनको लागि पनि सबैभन्दा पहिला आफू परिवर्तन हुनुपर्छ। र निर्वाचनमा भोट गरेर नै जनप्रतिनिधिहरू नयाँ छान्ने हो, नयाँ ल्याउने हो। त्यसको लागि पनि मतदाता परिचय पत्र अनिवार्य छ। र त्यसको लागि तपाईहरुले आज नै, अहिले नै हैन, तपाईहरुलाई फुर्सद मिलेको समयमा निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गर्नुभन्दा अगाडि अहिले जिल्लामा खुल्ला गरेको छ। जिल्ला निर्वाचन कार्यालयमा गएर तपाईहरुले मतदाता परिचय पत्र नामावली दर्ता गर्नु होला है। नछुटिकन, नबिर्सिकन, नभुलिकन। किनभनेदेखि अब हामीले
नयाँ पुस्तामा योग्य, क्षमतावान, सक्षम छान्दै जानुपर्छ हैन। हामीले 20-30 वर्षदेखि पुरानै रजगजमा आएको हुर्किएको मान्छेहरू सबै सक्षम छन् भन्ने पनि छैन, सबै चाहिँ बिना खोटका छन् भन्ने पनि छैनन्। त्यसैले गर्दाखेरि फिल्टर गर्दै लानुपर्छ। विगतका मान्छेहरू यो समयको लागि खराब हो र अहिले आएको पनि खराब छ भने विगतका भन्दा अहिलेका कम खराब हुन्। त्यसैले गर्दा अहिलेलाई कम खराब छान्ने हो र आगामी दिनहरूमा पनि हामीले कम खराब छान्दै लाने हो। अहिले भर्खरै निट एन्ड क्लिन कोही पनि छैन। त्यसैले गर्दाखेरि किनभने पुरानै रीतिथिति उसमा हुर्केर आइरहेछौँ नि त, पुरानै राजनीतिक संस्कार परम्परामा हुर्केर आएको हामी निट एन्ड क्लिन छैनौँ। तर त्यसो भन्दै गर्दाखेरि केही न केही कम चाहिँ नराम्रो भएकाहरूलाई, कम दाग भएकाहरूलाई छान्दै गयौँ भने आगामी 5, 10, 15 वर्षपछि चाहिँ निट एन्ड क्लिन मान्छेहरू भेटिन्छन्, आउँछन्, उनीहरूलाई त्यो ठाउँमा पुर्याउनुपर्छ। त्यसको लागि पनि तपाईँ हाम्रो मतदानको लागि, भोट गर्नको लागि मतदाता परिचय पत्र अनिवार्य छ। त्यसैले गर्दा आफ्नो जिल्ला निर्वाचन कार्यालयमा गएर मतदाता परिचय पत्र नामावली दर्ता गर्न सबैलाई यसै भिडियो सन्देश मार्फत सूचित गर्न चाहन्छु। हस्त, धन्यवाद। साथै लाइक, शेयर अनि फलो गर्न पनि नबिर्सनु होला है। बाई बाई, धन्यवाद।